पक्की बाटोको छेउ तथा भयानक छाँगाको शिरमै मन्दिर अडिएको हेर्दा चमत्कार जस्तै लाग्छ, जहाँ लाहुरे टाँसिएको र राजकुमारी डोलीमै मृत अवस्थामा फेला परेको ठाउँ हो सुपा देउराली। अर्घाखाँची जिल्लामा पर्ने यो देवी मन्दिर नरपानी र फलामे दुवै अल्का महाभारतको बीच अधिक उचाइको भन्ज्याङमा अवस्थित सुपा देउराली मन्दिर काहली लाग्दो भीमकाय खोजमा रहेको छ। सुपा देउराली मन्दिर कपिलवस्तुको गोरुसिङ्गेबाट सन्धिखर्क जाने बाटोमा पर्दछ। यो झण्डै 4500 फिटको उचाइमा अवस्थित छ। अर्घाखाँची जिल्लाको मध्य भागमा यो अवस्थित छ। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपा देवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्ग स्थित सुपा खोलाको पश्चिम पाउमा अवस्थित भएकी यो मन्दिरमा 100 फिट माथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराईको सिरसिरे हावा यही सुपाको छेडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदाबहार उच्च शिखर मानिन्छ। दुईवटा फूल र ढुङ्गो चढाएर देउराली प्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरश छ। यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेकका दिनमा भाकल चढाउने गरिन्छ। विशेष शनिबारका दिन भाकल चढाउनेहरूको भिड लाग्दछ। प्राकृतिक रूपमा पनि यो क्षेत्र मनमोहक छ। मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङ छङ आवाजले त्यो बाटो भएर आवत जावत गर्ने यात्रुको मन लोभ्याउँछ। मन्दिर परिसरबाट हिमाल, पहाड, तराई एकै साथ देख्न सकिने त्यस ठाउँमा टाढा टाढाबाट आउने मनुष्यहरू भाकल चढाउन आउने गर्दछन्। सुपा देउराली मन्दिरमा गरेको पूजा आजाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। लाहुरे टाँसिएको भीर जुन सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ। यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्वदन्ती रहेको छ। परापूर्व कालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए। उनको भाकल पनि पूरा भयो। मन्दिरको बाटो हुँदै फर्किँदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पूजा नगरेको हुनाले जसको फलस्वरूप उनी भित्तामा टाँसिएर विलीन भएको किम्वदन्ती रहेको छ। सुपा देउरालीको रोचक किम्वदन्ती अर्को के छ भने 2224 राजाको पालामा खाँचीकोटका राजकुमार र भारत बलरामपुरको राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम हुने टुङ्गो भएछ। लगनको दिन दुलही लिएर अर्घाखाँची फर्कने बेला बाटोमा जन्तीलाई भोज खुवाउने योजना बनेछ। भोज खाने क्रममा जन्तीबाट खाँचीकोटका राजाले झुक्क्याएर विवाह गरेका र दुलही तर्फको जातको प्रसङ्ग निकाल्दा जन्तीहरूमा विवाद भए। भोजमा जे जस्तो विवाद भए पनि दुलही खाँचीकोटसम्म पुर्याउनु पर्ने हुँदा जन्तीहरू अघि बढ्नेछन्। बाटोमा दुलही बोकेर तामझामका साथ अगाडि बढेछन्। जुन डोलीबाट तामदानबाट रगतको थोपा चुहिन थालेछ। जन्तीहरू आत्तिएर तामदानमा हेर्दा दुलही मृत अवस्थामा देखेछन् अनि सबै जन्ती शोकाकुल भएछन्। दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमग्न भएछ। भोलि पल्टबाट गाउँमा रोग व्याधि उत्पन्न हुन थालेछ। गाउँघरमा मानिसको समेत मृत्यु हुन थालेछ। सबै मानिस आत्तिन थालेछन्। गाउँका धामी, झाँक्री र जोखाना हेर्ने जैसी समेत खैलाबैला भएछ। त्यसै बेला एकजना झाँक्रीले विवाह गरेर ल्याएकी राजकुमारी देवीको स्वरूप उत्पन्न भएकाले उनको पूजाआजा नगर्दासम्म गाउँमा यस्तै भइरहने बताएछन्। त्यसपछि गाउँलेहरू दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान भन्ज्याङमा आएर सुपा देउरालीको प्रतिमा राखी पूजा गरेछन्। मन्दिर धार्मिक आस्थाको केन्द्र त हुँदै हो, यसको महत्त्व देशभरि निकै फैलिएको छ र जसले जे माग्यो त्यही पूरा हुने यो मन्दिरमा एकपटक अवश्य दर्शन गर्न जानुहोला भन्दै आजको यो बसाइबाट बिदा लिन चाहन्छु। र जाँदा जाँदै यहाँहरूले यो जुन भिडियो छ यो भिडियोलाई धेरैभन्दा धेरै साथीमा सेयर गर्नु, पुरा हेर्नु। यदि हजुरहरूको आस्था कुनै देवीप्रति छ भने यसमा लाइक गरेर कमेन्ट पनि गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद।